हिमालय टेलिभिजनका लागि राम क्रिएसनको प्रस्तुति हास्य टेली श्रृङ्खला हल्का रमाइलो इन एसोसिएसन विथ मात्र अल आउट छ इन्डियन मेडिकल एसोसिएसनद्वारा प्रमाणित, जसले डेङ्गु, मलेरिया र चिकनगुनिया फैलाउने सबै लामखुट्टेलाई मार्दछ। पावर्ड बाइ कपडाको गर्छ गजबको धुलाइ गोदरेज फ्याब लिक्विड डिटर्जेन्ट। Sensodyne gives you long-lasting protections against sensitivity because it works. नयाँ गुड नाइट फ्ल्याश अरू लिक्विड भेपोराइजर भन्दा 2 गुणा बढी प्रभावशाली। मात्र रु 100 प्रतिदिन किस्तामा पाउनुहोस् हिमस्टारको इन्भर्टर एयर कन्डिसनर। हिमस्टार फर अ कम्प्लिट होम। मार्केटेड बाइ मीडिया सेन्स। यो जिन्दगी यता टाढो उता उध्री जान्छ के गर्ने। सबैजना जान्ने सुन्ने सबैजना नेता, राजनैतिक भ्रष्टाचार मौलाइरहेछ देश। जिनको समेत नभास्नेको कुरा मात्रै ठुलो ठुलो, जिनको समेत नभास्नेको कुरा मात्रै ठुलो। बेकारको कुरा छाड्दै लखर लखर बुलो। कति बन्नु मुख दर्शक बोलिदिउ कि पाक। विसङ्गति व्यथितिले भए सबै वाक। चिन्ता मात्रै कति लिनु गर रमाइलो। आहा हल्का रमाइलो, ओहो हल्का रमाइलो, ए होइ हल्का रमाइलो, ओइ ओइ हल्का रमाइलो। अन्त ज्वाइँ साहब पो हुनुहुँदो रहेछ। नमस्ते ज्वाइँ साहब। नमस्ते मामा, नमस्ते। अन्त आराम हो नि ज्वाइँ साहब? आरामै मामा। हामी कहाँ खोजेनौँ के ज्वाइँ साहबलाई? यहाँ ग्रिन हिमालयन फार्म स्टेमा पो हुनुहुँदो रहेछ। भने भए त हामी उहिले आइहाल्थ्यौँ नि। बेकार टेना मात्रै भयो क्या ज्वाइँ साहब। खोइ खुट्टा होइन मामा, होइन एकदम के एकचोटि भान्जी ज्वाइँले अन्त खुट्टा नढोकन कसरी मनले मान्दैन क्या। भान्जी चाहिँ कहाँ छिन् हौ? एकचोटि भान्जीलाई भेटौँ। भान्जी रुममै हो जाउँ। अब हजुरहरूलाई कसरी घर भित्राउने भन्ने कुराहरू गर्नुपर्छ होइन। अब यसरी सधैँ भागेर हुँदैन के। म पनि त मामा हो नि त, मामाको नि कर्तव्य हुन्छ। ल जाउँ भान्जी है। दाजु कोठा नम्बर 5 मा आइहाल्नु त। ल ओ भान्जी डराउनु पर्दैन क्या। एकछिन कुल डराउनु पर्दैन है। म भाड्न आएको होइन क्या। अब ज्वाइँ साहब र भान्जीलाई घरमा पुरै भित्राउनु पर्यो। मामा कर्तव्य हुन आउँछ नि त त्यति होइन। थ्याङ्क यू सो मच मामा, थ्याङ्क यू। ल भान्जी अब एकदम कुल हुने, घर जाने होइन। त्यहाँ पछि म टिका सिका लाएर आधिकारिक रूपमा उहाँले ज्वाइँ मान्छु। टिकटकमा भिडियो देख्दा अलि डर पनि लाग्यो कि। अब हजुरले भित्राउनलाई चाहिँ नि समाति भन्नुभएको छ। अब हामी फेरि भागे पनि थिएनौँ त्यत्तिकै मामाले। त्यसको लागि सरी के लज्जित नमनाउनु न मामा। यसो मैले भनेको थिएँ नि हाम्रो मामा त्यति धेरै नराम्रो पनि हुनुहुन्न भनेर। मेरो भान्जी अलिक दुब्लाएछ कि के हो? हिँड्दा खाना पिना नमस्कार। हामी सँगै थियौँ कि। त्यही त होइन। हाम्रो प्यारी भान्जी अनि ज्वाइँ यिनीहरूले हामीलाई कति दुःख दिएको भने बल्ल बल्ल भेटाइयो। तिम्रो मामा कति सफा मनको छन्। उनले त दुईजनालाई घर भित्राउने भनेका छन्। थाहै छैन तिम्रो भाग्य छ भने। त्यही त अब ज्वाइँ साहबले भान्जीलाई घरभित्र हाल्नुभयो। अब हामीले पनि आधिकारिक रूपमा हाम्रो घर भित्राउनु पर्यो। त्यो भएर भोलि बिहानै जाने है। भइहाल्छ। कस्तो राम्रो कुरा मामा। हामी पनि यही वचनको प्रतीक्षामा थियौँ क्या।
आज शुभ समाचार सुन्ने यहाँ आएर ल। तर एउटा तनाव भयो के भान्जी, यो फार्म स्टेमा एउटा पनि रुम भेटेन के चाहिँ गर्ने होला? राम्रो क्या, खाना पिना बस्न। अब यो ग्रिन के हो अरे, हिमालय फार्म स्टे भनेर राम्रो रहेछ नि, मान्छे प्याक हुँदो रहेछ कि मा। त्यही भएर के गर्ने भनेको। आम्बो यहाँ रहेछ नि त खाली होइन? भान्जी, ज्वाइँ साहब, हजुरहरू यता सुत्ने, हामी दाजुभाइ यता सुत्छौँ। आज एक रात त नि हुन्न? हुन्छ अब के गर्नु, हुन्छ अब मिलेर सुतौँ। हस् ल ल। कति घुरेको छ। मिठो निद आइरहेको थियो, प्याट्ट कुट्छ्यो। कति घुरेको त चलचित्र पात्दामाले के भनेछु? कस्तो नचाहिने कुरा गरेर सुत्नु पनि चाहँदैन। निन्द्रामा त थुत्नु बन्द गर। हेत्तेरिका म त नभोलि सोध्नु। भान्जी उठौँ त। हेर न, यति राति त्यो ज्वाइँले त तिमीलाई छोडेर गयो के? ज्वाइँले छोडेर गयो भनेको तिमीलाई छैनन् ज्वाइँ आगे तिमी भाइसकेछ नि तिम्रो। कस्तो होइन होला भनेको भइसक्यो के? हामीले सबैतिर हेरिसक्यौँ, कहीँ पनि भेटेन। तिमीलाई धोका दिएर चल्दै त्यो केटो। ज्वाइँ पनि भन्न मन लागेन हौ अब। ल हिँड हिँड, टेन्सन लिनु पर्दैन। अब मामाको घर जाने है, जे गर्नुपर्छ म गर्छु। हिँड हिँड न। ए ब्याग लिऊ ल। बोल्छु
छैन के हामी थाकिसक्यौँ हो खोज्दा खोज्दा यति राति ल हिँड पछि के गर्नुपर्छ गर्नु मैले त पहिल्यै भनेको होइन भान्जे त्यो मान्छे फटाछ भनेर ल हेर त यति राति तिमीलाई एक्लै छोडेर कहाँ चाहिँ चल्दियो के मान्छे पनि दिमाग खराब गराउँछ के ल हिँड भान्जे टेन्सन लिनु पर्दैन हामी छौँ अनि फटा मान्छे हो राष्ट्रिय फटा मान्छे हो भन्दै Books! Mama! मैले तिमीलाई पटक पटक भनेको हो नि त्यो मान्छे खत्तम छ त्योसँग सङ्गत नगर भनेर तिमीले मानेनौ अब बिहे गरेको 1 महिना पनि भएको छैन हेर त मेरो भान्जीले छोडेर जाने हो त त्यो बल्ब त कस्तो फटा रहेछ मैले कहिले सोचे पनि थिएन उसले त्यसरी मलाई छोडेर जान्छ भनेर अब के गर्ने त भान्जी गइहाल्यो होइन टेन्सन लिने होइन सरी है मामा मैले हजुरले भनेको नटेर त्यस्ता फटासँग बिहा गरिहालेँ अब घर गएपछि हजुरले जस्तो केटासँग भन्नुहुन्छ म त्यस्तै केटासँग बिहा गर्छु ओके छ त के भान्जी टेना लिने नै होइन सिक्किमको सोल्टाहरू नभए दाजु पोखराको हुनुहुन्छ होइन 101 केटाहरू लाइन लगाइदिन्छु क्या मेरो भान्जीको लागि है टेन्सन मामा हजुर रिसाउनु त भएको छैन नि छैन क्या भान्जी यो उमेरमा कहिले काहीँ यस्तो हुन्छ क्या है थ्याङ्क यू मामा मलाई ल ल हुन्छ गरेर हो ल के अरे त्यहाँ कोही मान्छेहरू ओके ओके छ डेभिड भाइ हजुर हाम्रो प्यारी भान्जी अहिले त मजाले सुत्रिसकेको छ भान्जी कस्तो हो त्यही त हुने सुन भान्जीले के भन्यो भने म अर्कै केटासँग बिहा गर्छु भने अब डेभिड भाइले कि त सिक्किमको केटा खोज्नु पर्यो नै त भने म पोखराको एकदम ह्यान्डसम केटा खोज्छु ओके छ त दाजु टेन्सनै छैन अरू यति बेर भइसक्यो भान्जी पो आइदिनु त ओ भान्जी भान्जी सकिएन भनेको छैन त ल डेभिड भाइ यो भान्जीले फेरि धोका दियो हामीलाई त बर्बादै पायो नि 100% हामीले धोकै दिनु के भान्जीले हल्का रमाइलो
रातिको सुताइ कस्तो हो पनि होइजाएर मरिहाल्यो जागरामै बसिदिन्छु भनेको थिएँ नि तिम्रो लागि हैन एक्लै सुत्नु पर्यो है आमा थिए नानी के डर लाग्नु नि राम 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 यो बाँधेर र प्याकुलीको लभै पर्यो कि क्या हो खुब गालामा चिमड्दैछ त पिर लागेर फेरि रुँदै बस्यौ लिएकोले त्यस्तो पिर पर्यो भने मलाई सम्झिहाल्ने है बाई ल बच्चा है मस्काइदिनु पर्छ पर्दैन जाऊ ल घाँसको भारी बोकिदिन आउनुपर्छ पर्दैन तिमीले कहाँ त्यस्तो गाह्रो गरमको दुःख दिन्छौ म आफै गर्छु होइन पान लिन पनि काँसिने मुन्टी कि क्या हो त्यो कति खालको रहेछ साउली के हो यहाँ के भयो बाना दाइ साउली तपाईँ चाहिँ यहाँ कुचो लाएर भन्नु त्यहाँ ढाडामा बाँधेर प्याकुली छ नि गएर बस्छ नि बाँधेरले गाला चिमोड्दै थियो के भन्नुहुन्छ दाइ त्यो त म देख्न नसकेर तपाईँको माया लाएर भन्न आएको म त त्यो देख्न नसकेर आँखा छोडेर आएको यहाँ त पकस मलाई त तिमीसँग बोल्न मन नै छैन राति हो त मलाई एक्लै छोडेर कहाँ भागेको हे प्रभु भगवान् कुरा बुझ न मैले तिमीलाई त्यसरी चाहिँ नै फ्याट छोडेर भाग्छु होला भाग्नलाई तिमीसँग बिहे गरे हो बल्ल बल्ल मामाहरूबाट भागेर आएको पिसा फेर्न जान्छु मामा भनेर नरिसाउ अब यसरी झगडा गर्नु हुँदैन मलाई लाग्छ तिम्रो मामाहरूले मलाई चाहिँ त्यो सुतेको बेला माया गरे जस्तो लाग्थ्यो त्यो बेला केही यसो सुँगाइदिएर मलाई बेहोस बनाएछन् क्या म त पाटा बिजुदा बारीको पाटा हेर्छु छैन तिमी त्यहाँबाट म खोज्दै गएको तिमी फेरि यता र उता भएछ कि मामाले त्यस्तो त नगर्नु पर्ने गर्दैन तिमीले आऊ तल बरु त्यो गोलो घरमा गएर भने त्यहाँ शीतल छ स्कुल पढ्दाखेरि सरले पनि यति साह्रो मलाई गरेको थिएन होमवर्क नगर्दा पनि अब मैले गर्छु नि त तिमीलाई के गर्नुपर्छ भन्छ धारामा पानी लिन गएको त्यो प्याकुरी किन ढिलो आई भनेको त तिमी घाँस काट्न गएको मान्छे त्यसलाई भेट्न मुन्टेको रहेछ होइन धारामा घाँस काट्न जाँदा जाँदै त्यसलाई ठ्याक्कै देखेँ नबोलिकन हिँड्न मिलेन मरिसक्यो अब तँलाई पनि हान्न सक्छ मलाई अब आइन्दादेखि नि त्यो प्याकुलीसँग बिना काम बोलेको हाँसेको देख्यो भने तिम्रो म काल गर्छु बुझ्यौ मुन्टे लाउ बढी हार्ने दिदी म च्याप्प समातेर भुत लाएर यसो झुक्टाएर के अरे बुढी के रे के गर्थ्यौ रे केटी त देख्नै नहुने कस्तो जात होला केटाको डराए जस्तो मात्रै गरेको तँलाई इस डराउँछु एकछिन यहाँ बसेको थियो भने यसको म काल गर्थेँ त्यसले मेरो काल होइन म चाहिँ त्यसको काल भनेर भन्ने मात्रै नहुँदा मारिहाल्छ के चाहिँ गर्ने होला अब मामाहरू फेरि फर्केर यहीँ आउनु भने के गर्ने बोल्छु मलाई त छुट्याइदिन्छु नि तिमीसँग म सक्दिनँ है मलाई त्यो तिम्रो मामा छ नि
जतिखेर ब्याक टु ब्याक भन्छ नि यो गाउँको केटाहरू लिएर हामी नै ब्याक टु ब्याक चाहिँ केटाहरू लिएर माटा दबाइदिउँ जस्तो लाग्छ हौ मलाई। मेरो मामालाई त ल सक्लाउ अनि मामाको साथीलाई ओहो त्यो ठुलमामाको चाहिँ कुरा नगरौँ। मलाई त अगाडि आयो भने पनि मुटु काम छ छर झुकेर कहिलेकाहीँ भुँडिया टेक्दियो भने त आन्द्रा भुँडी वाट निस्किन्छ होला। ज्यान थर भइन्छ के गर्ने ल यिनीहरू त यहाँहरूको कथा सो गरेर बसिहाल्छन्। ए नानी तिमी त निक्लोट परेको थियौ त अलि विषय भइछ अलिक कम भएको छ। अलि ठिक छ बस्नु न साउजी बस। हामी यत्तिकै यो अब यस्तो घुमाउने घरमा यसो हावा खाएर खासै अलिक काम छैन फ्रेस भएर बस्यो। गर्मीले हो कि बिसन्चो भएको अलिक ज्यानको ख्याल गर्नु। तिमीहरूलाई काम गर्न राख्ने अब दिनरात मै खटिन पर्ने भयो त तिमीहरूलाई काम गर्न राखेको के अर्थ हुँदैन। त्यसो नभनौँ हामी सबै काम गर्छौँ कि त्यसमा तपाईँ ढुक्क निश्चिन्त भन्छ निश्चिन्त भन्छ। भान्जी भान्जी ल तपाईँको भान्जी मामा देखेर भाग्यो त। मामा देखेर भाग्ने भान्जी के नाता हो यो तपाईँहरूको? म त कुरै बुझ्दिनँ। ओ डेभिड भाइ छिटो आऊ न। ल भान्जी गर्लफ्रेन्ड तिमीहरूसँग मेरो एउटा कुरो छ। यता जाम त सरसल्लाह हुन्छ है। ल के भयो? मेरो हेर्नु न साइली औँलाको औँठी नै हराएछ। के भयो? हेर्नु न मेरो साइली औँलाको औँठी नै हरायो। कहाँ राखेको थियो र? कहाँ राख्नु नि सधैँ त्यही खोपा राख्ने त भने खोपा राखेको थियो छैन रहेछ अहिले हेर्दाखेरि त औँठी नै छैन। होइन के भयो? हेर्नु न मेरो औँठी नै हरायो। औँठी हरायो? होइन घरको घरमै राखेको औँठी कसरी हरायो भन्छु कि म। कतै पऱ्यो होला जाऊ न हेर। अब घर नै धर्मशाला जस्तो भइसकेको छ अनि कहाँ सामान जतन हुन्छ। के भन्छौ? अलि विचार पुर्याउनु पर्छ बुहारी बोल्ने बेलामा। त्यतै कता पर्यो कि सबैजना मिलेर खोज्न पाए त भेटिन्थ्यो होला नि। नखोजेको हो र भएको त सबै ठाउँमा खोजिसकेन। त्यही नि आफ्नो घर हराएको औँठी अर्काको घर खोज्न जाने कुरो भएन। ल हिँड्नु त सबैजना भएर भित्र सबैतिर खोजौँ हिँड्नु त। ल हिँड कहाँ राखेकी छौ तिमीले? ल हिँड पहिला तिमी नै हिँड। हेर मान्छे जे नहुनु भइहाल्यो। सधैँभरि यसरी भागेर चाहिँ हुँदैन क्या। तिमीहरू जति भाग्छौ नि त्यति गिदी ह्याप्स मेरो हुन्छ क्या। झन्डै डिप्रेसनमा गएको थिएँ म। अब खुरुक्क घर जाने है। जान त हुन्थ्यो मामा फेरि हामी यहाँ काम गर्ने भनेर बसिसक्यौँ। बिचमा धोका दिन नि मिलेन नि। पछि आउँछ मेरो घर हामी। अब तिमीहरू यसरी भागेर आएका रहेछौ। अब मामा नै यहीँ लिन आइसकेपछि त जानु परेन? जाऊ घरबार चला। काम गर्ने मान्छे त म अर्को राखिहाल्छु नि। त्यसो भनेर कहाँ हुन्छ? बस्छौँ भनिसकेपछि फ्याट त्यसरी हिँड्न मिल्छ? हामी त काम गर्ने हो। अब मलाई फेरि यो घरबार बिगारेको पनि त मन पर्दैन नि। हेत्तेरी ज्वाइँ साहब पनि कस्तो कुरा गरिबक्सेको क्या। हामीले कहाँ छुटाउने कुरा गरेका छौँ र हजुरहरूलाई। अब त घर जाने घर जम गर्ने सधैँभरि यसरी गरुडको छायामा परेको नाक जस्तो बस्नु भएन क्या। बरु मैले के सहयोग गर्न सक्छु मनहरू मुटुहरूदेखि नै म सहयोग गर्छु क्या। डोहरूको पनि चिन्ता लिनु पर्दैन। जहिले पनि भागेको छ कम्ता नै भइरहेछ मलाई। जाउँ भान्जी। यति राम्रोसँग सम्झाउँदा पनि किन आनकान गरिरहेछौ? हिँड चुपर गरे।
जाऊ जाऊ अर्काको घर बिगारेर मैले काममा राखेँ भने मलाई पाप लाग्दैन? यस्तो कुरो थाहा पाएको भए मैले पहिल्यै राखेको थिइनँ। यो हो नि त कुरा। यहाँ पनि खोजे यहाँ पनि खोजे यहाँ रहेछ खल्तीमा भनेर दिनुहुन्थ्यो नि राखेको भए। अब छैन यहाँ राख्नलाई बिर्सिन्छ। कस्तो बज्जिया कहिलेकाहीँ त बुहारीले पनि अहिले ढङ्गै पुर्याउनु हो क्या। सुन जस्तो कुरा पनि जहाँ पाए त्यही राख्ने हो र। आधा तोलै थियो जस्तो लाग्छ मलाई। अब नयाँ मान्छे पनि कोही पनि आएकै छैन हाम्रो घरमा। अब कसलाई दोष लाउनु? ट्याकुले दिदीको रुमतिर पनि हेरौँ न। आउनु त बुवा। यहाँ हेरौँ न सबैतिर के थाहा यहाँ छ कि न। यहाँ त कहाँबाट हुन्छ र भने खोज्न दे न त खोज्न दे मनको सन्तोष क्या। ऊ हेर्नु त बुवा यही त हो नि औँठी। लगी लगी पनि झुट बोल्ने आमा। हेर्नु त केही थाहा नपास्तो गर्ने। भाइ झोला धन्यवाद है। निकै राम्रो ठाउँ रहेछ। पछि केटाहरूलाई पनि लिएर आउँछु है सिक्किमदेखि। तपाईँहरूकै घर त जाउँ भने। मैले लामो हात गरे त छैन। तिनी खोइ मेरो झोला कसरी आइपुग्यो मलाई नै थाहा छैन। मैले आफै हालेकै होइन। तँ बढी नबोल भने त चुप्प लाएर बस। अनि तेरो झोलामा हराएको सामान भेटेपछि तैँले नहाले पनि चोरी त दोष आयो नि। यो बुढेसकाला छि 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 कस्तो चोरीको आरोप सर्नु पर्यो भगवान्। साउले चाहिँ घरबाट निकालेर उठीबास लगाएको बेलामा छिमेकीलाई दुःख पर्यो। एउटा छिमेकी भएपछि सहयोग गर्न पर्यो भनेर मैले चाहिँ ल हिँड नि त हिँड हाम्रै घरतिर बस दुःख सुख जे पर्ला सहमला भनेर भनेको त झन् हाम्रै घरमा आएर यसरी हात लामो अर्नी। अब यस्तो पनि कसरी सहन सकिन्छ त? आज आधी तोलाको सुनको औँठी चोरी भोलि चाहिँ दराजै फोरिएला होइन। कसरी सहने हामीले? ठुलो बा है मलाई त यो पाटकुलीले त्यसो गरी जस्तो लाग्दैन है। के रे त्यस्तो गरी जस्तो लाग्दैन रे? होइन अघि त्यत्रो सबजनाको अगाडि उसकै झोलाबाट निकालेको होइन? त्यत्रो गर्दा पनि अझ त्यस्तो लाग्दैन? आज नभएको दिन्छु नि। अस्ति बिहिबार पनि यसले कुटे कि। अनि बिहोरा नि माया गरेर खाएको हुन पर्यो नि त। होइन कति गल्फती गरेर भन्छु कि म होइन बा। राख्ने भए बसो भन्ने भइगयो के अरे। अब पठाउने भएदेखि पोको बोकेर बाटो लागेको भन्दै भइगयो के अरे। त्यही त बसा भनिदिनु ठुलो बा। के रे बस भनिदिने अझै यस्ता चोराका सन्तानलाई यो घर राख्ने भने म चाहिँ बस्दिनँ। बरु विचार गरे हुन्छ के गर्ने। अनि तँलाई चाहिँ किन बाटो हुनु पर्यो भन्छु कि म। सबैले कुट्छ अनि किन बस भन्ने त? भइगयो बाबु तपाईँहरूको घरमा यस्तो घर झगडा पारेर हामी किन बस्छौँ? हामी जान्छौँ जे त होला।
ल हेर देख्यौ नि तिमीहरूले बुद्धि बिर्को लासी यस्तो हुन्छ कि ठुलुवा मलाई त कस्तो माया पो लाग्यो ए होइन जिन्दगी उडक्क लागेको छ घरिघरि बन्नु मुख दर्शक बोलिदिउ कि पक्क विसङ्गति व्यथितिले भए सबै वाक्क चिन्ता मात्रै कति लिनु गर रमाइलो आहा हल्का रमाइलो ओहो हल्का रमाइलो ए होइ हल्का रमाइलो ओइ हल्का रमाइलो ओइ हल्का रमाइलो। हिमालय टेलिभिजनका लागि राम क्रिएसनको प्रस्तुति हास्य टेली श्रृङ्खला हल्का रमाइलो इन एसोसिएसन विथ मात्र अल आउट छ इन्डियन मेडिकल एसोसिएसनद्वारा प्रमाणित जसले डेङ्गु मलेरिया र चिकनगुनिया फैलाउने सबै लामखुट्टेलाई मार्दछ। पावर्ड बाइ कपडाको गर्छ गजबको धुलाइ गोदरेज फ्याब लिक्विड डिटर्जेन्ट। Sensodyne gives you long-lasting protections against sensitivity because it works. नयाँ गुड नाइट फ्ल्यास अरू लिक्विड भेपोराइजर भन्दा 2 गुणा बढी प्रभावशाली। मात्र रु 100 प्रतिदिन किस्तामा पाउनुहोस् हिमस्टारको इन्भर्टर एयर कन्डिसनर। हिमस्टार फर अ कम्प्लिट होम। मार्केटेड बाइ मीडिया सेन्स।